हेलो हेलो साथीहरू, हजुरहरूलाई पुदिना कतिको मनपर्छ, यसको टेस्ट, यसको स्मेल। अनि पुदिना मनपर्छ तर भन्ने बित्तिकै हरियो पुदिना बारीको वरिपरि छैन। अब अलिकति पानीपुरी बनाउँदै थिएँ, त्यसको रसमा हाल्न पाए हुन्थ्यो, जुस बनाउँदै थिएँ हाल्न पाए हुन्थ्यो भन्ने जस्तो लाग्छ। भने यो पुदिनालाई हामीले सुकाएर स्टोर गरेर पनि राख्न सकिन्छ भनेर मैले यो भिडियो बनाएँ। किनभने मैले राखेँ नि त, मैले गाउँबाट पठाइदिनु भएको थियो मलाई यो। अनि मैले यसलाई केलाई कुलाई पारेर अनि धोएँ कि अब फोहोर हुन्छ नि त, जति जे भने पनि भुइँमा झाङ हुन्छ यसको है। रोप्न मात्रै पर्छ, रोपेपछि त फेरि मजाले फैलिन्छ कि। अनि सुकेपछि त यो हातैले मचक मचक मडिनी भयो कि 2-3 घाम सुकाएँ सुकाउन चाहिँ मैले। अनि मजाले माडेपछि हुन त यसलाई यत्तिकै माडेर हातले माडेर राखे पनि हुन्छ होइन। कतिलाई त त्यत्तिकै पनि मनपर्छ नि त। स्मेल त यस्तो आएर त्यो घाममा सुके पनि है, कुरै नगर्नु। हरहर मेरो हात त यस्तो बास्ना आइरहेको थियो, तर मैले यसलाई अझै मिक्सरमा पिसेँ कि घाममा सुकाउँदा पनि यसको बास्ना चाहिँ गएको थिएन। हालिदियो, बास्ना पनि भयो अनि मिठो पनि भयो, टेस्टी पनि भयो, फाइदा पनि भयो।